रानी झुला जान लाग्यो हामी चाहिँ नगरकोट जाने बाटोमा पर्छ खोइ तैँले खिच्यो भिडियो त्यस्तो भिडियोमा चाहिँ त्यस्तो ओ पुच्ची पुच्ची हामी चाहिँ आइपुग्यौँ रानी झुला यहाँ उल्टो देखेर आइपुग्यो भर्खर झऱ्यो कोही छैन अहिले त सुनसान छ त अहिले 9:36 भइरहेछ अहिले आइपुग्यौँ के सिधै कमल विनायक आएको भए हुँदैछ हामीलाई चाहिँ उता सूर्य विनायक झार्थ्यो कमल विनायक चाहिँ बस पार्क रहेछ नि त नगरकोटको त्यहाँबाट आउँदा सजिलो हुने रहेछ कि एकैछिनमा लगभग कति 15-20 मिनट त लाग्यो है 15-20 मिनटमा आइपुगिनु रहेछ नजिकै रहेछ पनि सहयोग चाहिँ गरिदिनुहुन्छ भने छैन नि त खै के भयो अब राम जाने दिनुपर्ने अवस्था छैन राम जाने हम नजाने टिकट हो टिकट हो कार्ड छैन हेर्न मात्र सानी 2 महिना हो कि 1 महिना हो आज 1 महिना हो अनि 50 रुपैयाँको टिकट ओए टिकट हो सर दिस इज पाइन फरेस्ट पाइनको बोर्ड शान्त सुशील वातावरण त कस्तो राम्रो 20 रुपिस स्टुडेन्टको टिकट हो ए स्टुडेन्टको होइन अरूको टिकट हो 10 रुपिस चाहिँ स्टुडेन्टलाई होला होइन त्यही पुल हो हामी पुगिसक्यौँ डेस्टिनेसनमा भनेपछि कति बज्यो हाम्रो 10 पनि बजे छैन भने टन्न टाइम छ हामीसँग खानेकुरा चाहिँ बरु कम पर्छ रेडी फर आवर फोटोसुट हुन्छ नि यसको त नसाहा फेरि देखियो पाउडर लाग्छ क्यामेरामा त झन् केही नै देखेन तिम्रो र मेरो हात राख अरे तिम्रो नि राख न पिकनिक खानको लागि ठाउँ पनि स्पेस पनि टन्नै छ डान्स गर्नलाई के भन्छ डिजेलाई डान्स गर्ने ठाउँ पनि छ एकदम बढिया ठाउँ छ रानी झुला क्षेत्र वरिपरि फोहोर चाहिँ गर्नु भएन फोहोर गरेमा 1000 रुपियाँ जरिवाना चटपटे पसल पनि रहेछ यहाँ टक्क पारेर पिरो अमिलो मिलाएर खानलाई हो नि के लेखेको छ पानीको आवाज आइरहेछ गाइज एकछिन सुनौँ है आनन्द लिउँ ल साउन्ड थेरापी नेचर साउन्ड एउटा बटरफ्लाई अर्को बटरफ्लाई जहाँ फुल देख्यो त्यहाँ चुस्सा आउँछ अरेको फुलकुमारी जहाँ गए पनि फुल टिप्दै हाल्दै कान बोटनिस्ट हेर न कतिचोटि बटरफ्लाई आउँदो रहेछ यहाँ त यहाँ चाहिँ यस्तो छ फेरि पल्लो छेउमा पुलको पल्लो छेउमा यार कति लामो पुग्छु रे चञ्चली उड्यो
कति डेन्स हो क्या हे भगवान् कोही ठाउँै छैन त लाइटै पर्दैन तलतिर यहाँ खोला छ खोला वे टु टुडी वाटरफल यता रहेछ ठ्याक्क यो हाम्रो पुल यता भयो तलबाट यहाँबाट तेर्सो लाग्ने रहेछ तेर्सो त्यो चिप्लेको के किन यहीँ वरिपरि मात्रै गर्ने रहेछ यहाँ एक्लै हिँड होला भनेर लेखाएरै छ हामी एक्लै दुईटी एक्लै हिँडुलको दुई चितुवा क्षेत्र भनेको हुनाले आमा चितुवा रहेछ नि त अनि त्यही भएर पो एक्लै हिँडुल नगर्ने भने रहेछ अब त डर लाग्यो नि त मलाई त जाने कि नजाने त त्यो कोही छैन कि फेरि किन आन्न आज कोही पनि बाख्रा आयो हामीलाई बाख्रालाई खान छोडेर हामीलाई खै त कि चितुवा क्षेत्र लेखिरह एक्लै हिँडुल नगर्नु हुन त त्यस्तो भइरहेको त कि हामीलाई नि त नजानुहोस् भन्दा हुन् किन सिकाइदिँदा हुन् र बाख्रा चढाउन आएको गाइज अब चढी भ्याए जस्तो छ अब जान्छ मलाई लिएर गएर हिँड सेतो घर यो गड फर्किने खै त के गर्ने यार आया डर लाग्दो पो छ त्यो त यी सामूहिक रूपमा छि ओ साथीहरू हामी त फर्क्यौँ यतासम्म आएर पनि ऐसलु भेट्यो धन्न अलिअलि यहाँ मान्छे भेटिए अनि हामी डराएर यहाँ बसिरहेको थियौँ खाजासाजा खायौँ मान्छे भेटायौँ भने चाहिँ यिनको पछि लागेर हामी झर्नासम्म जान्छौँ यसरी यिनको धोका पुरो हुने भयो झर्ना हेर्न जाने भन्दै थियौँ बिचरा डरले फर्केर आयौँ हो उता पुगेको मान्छे जे कतिजना 6 जना छन् होइन 6 जना छन् भनेपछि अब नो डर एउटा झरना चाहिँ यहाँ आइपुग्यो तर यो हो जस्तो छैन यो गुरुले घुँडा टेकेको के हो घुँडा के हो त्यो घुँडा धसेको ठाउँ भनेर लेखाएको छ सायद अझै उता होला हाम्रो झरना चाहिँ ल हामी आइपुग्यौँ है यही हो जस्तो छ झरनाको धोको पनि फेर्यो यता पनि भ्लग चलिरहेको मजा आउने रहेछ चिसो पानी चाहिँ बल्ल मजा आयो कि मलाई कामदै झरनामा नुहाइयो है गाइज हामी बिना लुगा चाहिँ यहाँ झरनामा नुहाएर अब लुगा छैन यस्तै जाने हो घर अब चलि यो चाहिँ हाम्रो लुक्टु हो पानीले लुगा भिजाइसकेपछिको लुक्टु अहिले त दिदीको मिठो चिया खाँदैछौँ हामी त लुगा सेकाउँदैछौँ यो त कस्तो नसुक्ने कपडा रहेछ क्या फेरि हामी चिया खाँदैछौँ अब यहाँ पुल्नेर आएर फेरि यस्तो जाडो भइरहेछ एकछिन आगो तापेर कस्तो छ चिया दामी यो जाडो भयो बेला त मिठो हुन्छ होला चिया मेरो गुड्डामा लाग्यो म त धेरै जस्तो
पहिले टिप्परमा हामी चाहिँ आइपुग्यौँ हिँड्दै हिँड्दै सल्लाहगारीमा। यहाँ पनि कस्तो दामी रहेछ कि हेर्नु न, ड्राई पिकनिक खाने क्या दामी। ठ्याक्क बाटोको साइडमा गाडी पाएन हामीले, गाडी पाइएला जस्तो छैन। अब यतै पाइन फरेस्टतिर बास बस्नु पर्ला जस्तो छ। सब्जेक्टलाई खुब मन परेको थियो कि मन त पर्छ। ल यहाँसम्म हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ, सब्सक्राइब, बाई बाई।